दर्शकवृन्द, भारतको जम्मू कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मृत्यु भएका बुटोलका सुदीप नेउपानेको शव अन्त्येष्टिको लागि लगिएको छ। सुदीपको शव दिल्लीबाट लखनऊसम्म हवाई मार्ग र त्यसपछि लखनऊबाट बुटोलसम्म स्थलमार्ग हुँदै आज बिहान ल्याइ पुर्याइएको हो। घरमा अन्त्येष्टिको प्रक्रिया सकेपछि अहिले शवलाई त्रिवेणी लगिएको छ। बन्दुकधारीको समूहले सुदीपलाई लाइनमा राखेर गोली हानेको खुलेको छ। सुदीपको शवलाई त्रिवेणी लैजानु अघि ठूलो संख्यामा आफन्त, छिमेकी र बुटोलवासीले पार्थिव शरीरमा फूल चढाएका थिए। बुटोल उपमहानगरपालिकाका नगर प्रमुख राज पाण्डेले घटना दुःखद भएको बताउनु भएको छ। सुदीपलाई बन्दुकधारी समूहले हत्या गरेपछि यति बेला बुटोल शोकमा डुबेको छ। घर का भाई पूरा फर्का सात फर्का सब हजुरतिर हो तपाईँ त हेड हो यहाँ तल अनि यहाँ पुच्छर
जम्मू कश्मीरको पहलमानपुर गाउँमा जुन आतंककारी समूहबाट हमला भएर बुटोल भरेजनटोलमा निवासी सुदीप न्यौपानेको निधन भएको छ। आज हामी सारा बुटोलवासी मर्माहत भएका छौँ र हामी बिहानै सुनौली नाकासम्म पुग्यौँ र 7 बजे त्यहाँ भारतको तर्फबाट एम्बुलेन्समा उहाँको शव ल्याइएको थियो र भारतका सुरक्षा निकायका धेरै व्यक्तिहरू पनि सँगै हुनुहुन्थ्यो र उहाँहरू शववाहन बुटोलसम्म ल्याउने व्यवस्था रूपन्देही जिल्ला प्रमुख अधिकारीजीबाट त्यसको व्यवस्थापन भयो र हामी अहिले बुटोल उहाँको निवासमा शव ल्याइ पुर्याएका छौँ र आज सबै बुटोलवासीहरू धेरै ठुलो मात्रामा उपस्थित हुनुहुन्छ र अत्यन्त शोकाकुल अवस्थामा हुनुहुन्छ र यो जुन खालको घटना घटेको छ योबाट हामी साह्रै मर्माहत भएका छौँ र अहिले उहाँको दाह संस्कारका लागि नवलपरासीको त्रिवेणी लाने तयारी भइरहेको परिवारबाट कुरा आएको छ र हामी त्यही तयारीमा छौँ। यो आतंककारी हमला हो। एउटा निर्दोष नागरिक पर्यटकको रूपमा घुम्न गएको अवस्थामा अनाहकमा ज्यान गुमाउनु परेको छ। यसलाई राज्यले गम्भीर रूपमा लिनुपर्छ र परिवारले न्याय पाउनुपर्छ। अब भारतमा घटना घटेको छ, परिवारले के क्षतिपूर्ति पाउने अवस्था हुन्छ कि हुँदैन? हामीले नेपाल सरकारको तर्फबाट के पहल गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन, के हुन्छ? त्यसका लागि हामीले हिजो मात्रै परराष्ट्र मन्त्रालयमा कुरा उठाएका छौँ बुटोल उपमहानगरपालिकाको तर्फबाट र परराष्ट्र मन्त्रालय पनि यो विषयमा गम्भीर हुनुहुन्छ। अब सायद यसका बारेमा केही कुरा निष्कर्षको कुरा होला।